हेलो गाइज, वेलकम बैक टू माई न्यू भिडियो। सो आज म मन्दिर जान रेडी हुँदैछु। सो यहाँ मेरो बुढी रेडी भइसकेकी छिन् र म अब जाँदैछु दाँत माझ्न। र दाँत माझेर नुहाइ धुवाइ गरेर म पनि रेडी भएर नि बुढाबुढी सँगै जाने। सो गाइज म अब नुहाएर आइसकेँ। अब लुगासुगा लगाएर रेडी भएर मन्दिर जान्छु। सो फाइनली गाइज हामी मन्दिर जान आँटिरहेको छौँ बाइकमै। रात में दाम फाइनली गए हामी यहाँ आइपुग्यौँ मन्दिर। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो विराटनगरको काली मन्दिर। सो गाइज यो हाम्रो काली मन्दिर। यहाँ मेरो छोरो पूजाका सामान लिनुपर्ने, पूजाका सामान लिन बिर्सिएछ, फेरि यहाँ पूजाका सामान लिन आउनु पर्छ। लिइहाल्नुहोस् त। यता आऊ। लगायत यहाँ हाम्रो काली मन्दिरको दुर्गा माताको पूजा भयो। अब हामी यता जाँदैछौँ काली मन्दिरतिर, जुन हाम्रो यहाँ तल अवस्थित हुनुहुन्छ। गाइज यहाँनिर हाम्रो दसैँमा पुरा काटमार हुन्छ। खसी बोका, कुखुरा, हाँस। सकसक नगर हेर। जाउँ हेर। अलि मान्छे हेरेर देऊ न।
गाइज हामी यहाँ खाना आँट्दैछौँ। आज खानामा छ भात, गुन्द्रुकको तरकारी, यता छ आलुको भुजिया र अन्डा। यता मेरो छोरो खाना रेडी हुँदैछ। हाई गाइज, सो गाइज म यहाँ खाना खाएर आएको छु फ्याक्ट्रीमा प्याकिङ गर्नको लागि। मेरो भान्जा सघाउन आएको छ घरबाट। हाई गाइज भन। हाई गाइज। यता बुवा प्याक गर्दै हुनुहुन्छ। सो अनि यो माल प्याक गरेर म बजारतिर जान्छु। सो गाइज आजको लागि यो भिडियो यति नै। भिडियो मन परायो भने लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। भेटौँला नेक्स्ट भिडियोमा। तबसम्मको लागि गुड बाई, सी यू, बाई।